हेलो एभ्रिवान अहिले हामीले सोशल मिडियामा युएस सम्बन्धी के अपडेटहरु आएको भन्ने कुराहरु सुनिरहेका छौं अनि अलिकति स्प्रेड पनि भएको छ यो कुरा सही हो त र यो अपडेटले कस्तो विद्यार्थीलाई असर गर्छ म भिजा इन्टरभ्यु दिन जाँदै छु मेरो लागि असर गर्छ कि गर्दैन र यो अपडेट पछाडीको रिजनिङ के रहेछ र अपडेट कहिलेसम्मको लागि हुन्छ टेम्पररी हो कि पर्मानेन्ट हो कि कहिलेसम्मको लागि यो हल्ट भएको छ भन्ने कुरा आज हामी यो भिडियो मार्फत गर्छौं त्यसकारणले गर्दा यो भिडियो लास्टसम्म सुनिदिनु होला Okay, now we're gonna talk about update. जुन नयाँ अपडेट आएको छ अघि भने जस्तै गरेर सोशल मिडियाहरुमा कति ठाउँमा हामीले देखिरहेको छौं कति न्यूज च्यानलहरुले राखेको छ यो अपडेट कस्ता विद्यार्थीहरुलाई अथवा कस्ता एप्लिकेन्टहरुलाई असर गर्छ भन्दा फेरि 3 क्याटेगोरीज एफ एम र जे भिजा क्याटेगोरीलाई चाहिँ असर गर्छ एफ अर्थात तपाई स्टुडेन्ट भिजामा जाँदै हुनुहुन्छ जे अर्थात तपाई एक्सचेन्ज भिजामा जाँदै हुनुहुन्छ एम अर्थात तपाई भोकेशनल एजुकेसनको लागि जाँदै हुनुहुन्छ भने इट्स गोना अफेक्ट यु यो अपडेटले चाहिँ तपाईलाई असर गर्छ है अब असर कुन आधारमा गर्छ भन्दा फेरि यदि मैले पहिले इन्टरमिडिएट बुक गरेर बसिसकेको छु माइ अपॉइन्टमेन्ट इज कमिङ सुन देन इट्स नट गोना अफेक्ट मी म मजाले गएर एमबीसी मा इन्टरभ्यु दिन सक्छु त्यसकारणले गर्दा यदि तपाईको इन्टरमिडिएट बुक भएको छ भने मजाले प्रिपेयर गरेर ग्रीन स्लिप ल्याउने गरेर अगाडि बढ्नुस् तर अब तपाईले इन्टरमिडिएट बुक गर्नु भएको थिएन र मेरो हातमा अफर आइसकेको थियो भन्ने चाहिँ अब केही समय चाहिँ तपाईको लागि प्रोसेस हल्टमा रहेको छ हल्ट भनेको टेम्पररी हुन्छ हैन त्यसकारणले गर्दा फेरि आत्तिनु पर्ने कुरा चाहिँ छैन तर टाइम बिङ अहिले चाहिँ हामीले अपॉइन्टमेन्ट्सहरु खुलेको देखिदैन बिकज यो ट्रम्प एडमिनिस्ट्रेसनले नै त्यही अनुसारले अपडेट गर्नु भएको छ अथवा रिक्वेस्ट गर्नु भएको छ थ्रु आउट द वर्ल्ड सबै कन्सल्ट अफिसहरुलाई चाहिँ अहिले केही समयको लागि चाहिँ नयाँ अपॉइन्टमेन्ट नखोल्दिनु होला भनेर चाहिँ रिक्वेस्ट गर्नु भएको छ त्यसकारणले गर्दा द प्रोसेस इज बीइङ हल्ट फर टाइम बीइङ अहिलेको लागि So the reason behind this update was social media vetting जुन की टर्म युज भएको छ न्यूजमा पनि हामीले देख्न सक्छौं सोशल मिडिया भेटिङ भनेको चाहिँ तपाईको ब्याकग्राउन्ड सोशल मिडिया द्वारा चेक गरिन्छ के यो नयाँ हो त हैन किनभने पहिला पनि हामीले DS160 मा आफ्नो सोशल मिडियाको युजर नेमहरु ह्यान्डलहरु दिन्थ्यौ मेबी पहिला अलिकति लाइटली वेमा चेक हुन्थ्यो भने अब चाहिँ अलिकति रिगरस वेमा अलिकति इन्टेन्सिभ वेमा चेक हुन्छ र आई क्यान अन्डरस्ट्यान्ड द रिजन बिहाइन्ड दिस बिकज हामी विद्यार्थीहरु जानी भनेको युएस पढ्नलाई जान्छु भनेर भन्ने अनि त्यसपछि युएस पुगिसकेपछि युएसले हामीलाई स्कलरशिप दिएर बोलाएको हुन्छ कतिपय विद्यार्थीहरु 100% स्कलरशिपमा जानुहुन्छ अनि जुन देशले तपाईलाई पढ्ने अपर्च्युनिटी दिएको छ जुन देशले तपाईलाई 100% स्कलरशिप दिएको छ अनि त्यही देशमा गएर पढ्न छाडेर हामी प्रोटेस्टहरुमा भाग लिने त्यो देशले जुन पोलिटिकल एजेन्डा पुश गर्न खोजिरहेको छ त्यो सम्बन्धी नेगेटिभ कमेन्टहरु गर्ने प्रोटेस्टहरु गर्ने कारणले गर्दाखेरि चाहिँ विद्यार्थीहरुलाई गाह्रो बनाइएको हो यो हैन अब के बुझ्न सकिन्छ भन्दा फेरि सोशल मिडिया भेटिङबाट तपाईको ब्याकग्राउन्ड मज्जाले चेक हुन्छ लेट इट बी फेसबुक इन्स्टाग्राम हैन ट्विटर तपाईले जहाँ पनि सोशल मिडिया प्रेजेन्स देखिन्छ मेबी तपाईले प्रोटेस्टहरुमा भाग दिनु भएको छ त्यस्तो कुराहरु देख्यो भने चाहिँ तपाईको एक सेभिज पनि क्यान्सल हुन्छ र अर्को कुरा मलाई जहाँसम्म के लाग्छ भने अब हामीले एमबीसीमा इन्टरभ्यु दिन जाँदा फेरि पनि अलिकति रिगरस वेमा यी कुराहरु चेक हुन्छन् त्यसकारणले गर्दा मेरो सुझाव तपाईलाई के रहेको छ भने सोशल मिडियामा यस्तो कुराहरु नराखौं है तपाईको आफ्नो फिलोसफी हुन सक्छ कीप इट टु योरसेल्फ बिकज हामी युएस जाने भनेको पढ्नको लागि हो अनि युएस गएर हामीले यस्तै हरकतहरु गरेको कारणले गर्दा फेरि चाहिँ सोशल मिडिया भेटिङ भन्ने टर्म चाहिँ आएको हो त्यसकारणले गर्दा फेरि प्लिज बी अवेयर अफ दिस र यसमा डराइ हाल्नु पर्ने कुराहरु के पनि छैन बिकज सोशल मिडिया भेटिङ इमिग्रेसन डिपार्टमेन्टबाट मात्र नभएर तपाई जब इन्टरभ्यु दिन जानु भएको छ भने कतिपय कम्पनीहरुले पनि सोशल मिडिया भेटिङबाट तपाईको पहिला कस्तो भ्यूजहरु थियो अथवा तपाई सोशल मिडियामा प्रेजेन्स के छ भनेर सबै कुराहरु चेक हुन्छ नि त सो नथिङ टु बी स्केयर्ड अफ बट जस्ट टु बी केयरफुल अफ भन्ने म तपाईलाई सुझाव दिन चाहन्छु Now the tricky part is how long will this halt last जुन पज भएको छ अपॉइन्टमेन्टको कहिले सम्मको लागि हो त भन्ने एकदम हामी अन्यलमा परेका छौं अब हामीले के बुझ्न सकिन्छ भन्दा फेरि चाहिँ मेन भनेको अगेन द की टर्म इज सोशल मिडिया भेटिङ हैन अब पहिला पनि त हाम्रो हुन्थ्यो हैन सोशल मिडिया हामीले युजर नेम दिएर ब्याकग्राउन्ड चेकबाट जान्थ्यौ तर अब अहिले के भइदियो भन्दा फेरि त्यो ब्याकग्राउन्ड चेकबाट गएको चाहिँ खासै इफेक्टिभ देखिएन जसकारणले गर्दा फेरि युएसमा गइसकेपछि विभिन्न क्रियाकलापहरुमा भाग लिएको देखियो अब सोशल मिडिया भेटिङको लागि नयाँ प्रोसिजरहरु लागू हुँदैछ नयाँ स्टाइलले अथवा नयाँ तरिकाले चाहिँ सोशल मिडिया भेटिङ गरिन्छ र यो नयाँ इम्प्लिमेन्टेसन नहुँदासम्म चाहिँ अपॉइन्टमेन्टहरु पज हुन्छन् अब इफ यु वान्ट टु आस्क मी आई वुड से मेबी फ्यु डेज टु म्याक्सिमम 3 to 4 वीक्समा चाहिँ नयाँ रेगुलेसन्स आइसक्छ अनि त्यसपछि चाहिँ अपॉइन्टमेन्टहरु फेरि अवेलेबल हुन्छन् त्यसकारणले गर्दा डराइहाल्नु पर्ने आत्तिहाल्नु पर्ने चाहिँ खासै के पनि छैन तर अब अलिकति डर भनेको कस्ता विद्यार्थीहरुलाई छ भने जो विद्यार्थी भर्खरै +2 पास गर्नु भएको छ हैन अनि क्लासेसहरु पढ्दै हुनुहुन्छ एसिटीजहरु गर्दै हुनुहुन्छ लास्ट अपॉइन्टमेन्ट पज भएको
छ भनेर बिहानै आइसक्नु मलाई भेट्नको लागि अपोइन्टमेन्ट पज भएको छ म युएस जान उचित होला भनेर सोच्नु भएको छ तपाईहरुले चाहिँ आत्तिनुपर्ने के पनि छैन बिकज भर्खरै प्लस 2 को एक्जाम दिनु भएको छ रिजल्ट आएको छैन आईएलटीएस एसएटीहरु के भएको छैन तपाईले त्यो जुन बाटोमा बगिरहनु भएको छ हिँडिरहनु भएको छ त्यो बाटोमा मजाले हिँड्नुस् एसएटी आईएलटीएस मजाले प्रिपेयर गर्नुस् जबसम्म तपाईको रिजल्ट आउँछ एसएटीहरु सबै क्लियर भएको हुन्छ त्यति बेलासम्म यो अपोइन्टमेन्ट चाहिँ रिज्युम भइसकेको हुन्छ त्यसकारणले गर्दा आत्तिनु पर्ने क्लासै छोड्नु पर्ने के पनि भएको छैन न्यूज भनेको आइरक्छ त्यो अनुसारले कसलाई चाहिँ अलिकति गाह्रो हुन्छ कसलाई चाहिँ अलिकति असर पर्छ भन्ने कुरा मात्र थाहा पाउनु पर्छ स्पेशली तपाई हाई स्कुल पास गर्नु भएको छ भने तपाईलाई चाहिँ यो अपडेटले खासै असर गर्ने वाला छैन अब यो कन्क्लुजनमा संक्षिप्तमा कुरा गर्दा फेरि चाहिँ की पोइन्ट्स एफएमजे भिजाहरुलाई चाहिँ असर गर्छ जसको चाहिँ I-20 अफर आइसकेको थियो र डेट बुक गर्न खोज्नु भएको थियो मलाई चाहिँ थोरै समयलाई केही समयलाई चाहिँ हल्टमा बस्नु पर्ने हुन्छ तपाई मात्र नभएर विश्वभरिका विद्यार्थीहरुलाई यो हल्ट भएको नेपाललाई टार्गेट गरेर गरिएको हैन त्यसकारणले गर्दा प्लिज स्टे पेशेन्ट अर्को कुरा भनेको चाहिँ दिस इज टेम्परेरी पर्मानेन्ट हैन त्यसकारणले गर्दा फेरि यु क्यान लुक फरवर्ड टु बुकिङ योर अपॉइन्टमेन्ट्स अगेन त्यसकारणले गर्दा आत्ति हाल्नु पर्ने डराउनु पर्ने के पनि छैन र तेस्रो भनेको जो विद्यार्थीहरु भर्खरै हाई स्कुल क्लियर गर्नु भएको छ तपाईले स्टिल यूएसए एज अ स्टडी डेस्टिनेसन पिक गर्न सक्नुहुन्छ बिकज स्कलरशिपहरु स्टिल अवेलेबल छ तपाईको लागि डेट्सहरु पछि हुने हो अबको 2 महिना 3 महिना पछाडी 4 महिना पछाडी बल्ल तपाईले इन्टरभ्यु दिनुहुन्छ त्यसकारणले गर्दा तपाईलाई यो अपडेटले के पनि असर गर्नेवाला छैन त्यसकारणले गर्दा प्लिज फोकस अन योर एसएटीज आईएलटीएस एन्ड अल दैट जो असर भएको छ उहाँ चाहिँ पेशेन्ट भएर बस्दिनु पर्यो बिकज दिस इज भेरी टेम्परेरी प्रोबब्ली कपल अफ वीक्स मै चाहिँ रिज्युम हुन्छ त्यसकारणले नआत्तिकन इन्टरभ्यु प्रिपेयर गरेर अघि बढ्नु पर्यो हामी थ्यांक यू